हेलो एभ्रिवान। आज चाहिँ हामी यसो गर्मी छलौँ र चिसो हावा खाउँ भनेर तामिन गाउँ गएका थियौँ, जहाँ चाहिँ यस्तो मस्त ठुलो एउटा चौतारो रहेछ। अनि मुगलिनबाट गएको गाडीहरूमा प्याक मान्छेहरू पनि थिए। त्यसै गरी हावा चलिरहेकै थियो। इच्छाकामना 5 मुगलिन बजारबाट करिब 5 किलोमिटर माथि रहेको सुन्तलाको सिजनमा लट्रम्म सुन्तलाहरू फल्छन्। त्यसै गरी अहिले चाहिँ केरा मकैको सिजन भएकाले तामिन पर्यो पुरै हरियाली। तामिनबाट तल गरादी पर्यो, त्यो तलको त्यो जस्तो लाग्यो त्यो पारीको 3 घरे पर्यो, मगर गाउँ पर्यो पारीको। अनि उता माथि उता डाँडाको त्यो सरछक भन्ने गुरुङ गाउँ पर्यो, त्यो पुरीभित्र पर्यो। अब यतापट्टि त्यही त उता डाँडा गाउँ स्कुल पर्यो। अरू वरपरका गाउँहरू झन् प्रष्ट रूपमा देखिरहेका थिए। हरियो जङ्गलहरूको बिचमा रहेका बस्तीहरूले एकदम मनमोहक बनाइरहेको थियो। सिन्धुलीको बाटो उतै तल, सिन्धुलीको बाटो मनगाउँ नानी आयो, स्याक्लाङ लामी डाँडा सबै आयो। त्यो डाँडा गाउँ स्कुल आयो, मनकामना नि आयो, मनगाउँ नानी आयो, यता यो घाम छिप्केश्वरी आयो, घाम पनि आयो। घामपट्टि छिप्केश्वरी। गुड, थ्याङ्क यू भेरी मच।